बाबु हृदय नसारेरै बगिगएमा तिम्रो सोचाइ तिम्रो बोलाइ हो तरङ्गमा बगाएर लग्यो मलाई मातैरी र आइदिए तिम्रो नजरमा बेरिँदै परेलीमा म अल्झिए फर्की आएछ मेरो मन चाहिँ तिमीसँगै उडी गएछ उडाएर लग्यो मलाई सुल्किए र आइदिए तिम्रै लागि बनेकी खैमा तिमीमै आइटुङ्गिए रातको जुन हेर्दै सम्झन्छु तिमीलाई आकाशको
तारा गन्दै पर्खन्छु तिमीलाई रातको जुन हेर्दै सम्झन्छु तिमीलाई आकाशको तारा गन्दै पर्खन्छु तिमीलाई भना भना तिमी के कल्पिन्छौ म जस्तै तिमी पनि के तल्पिन्छौ भना भना तिमी के कल्पिन्छौ म जस्तै तिमी पनि के तल्पिन्छौ मेरो हाल के छ यहाँ कसरी गरौँ म बयाँ तिम्रो निम्ति आज भोलि दिन रात एउटै यहाँ मेरो हाल के छ यहाँ कसरी गरौँ म बयाँ तिम्रो निम्ति आज भोलि दिन रात एउटै यहाँ भना भना तिमी के कल्पिन्छौ म जस्तै तिमी पनि के तल्पिन्छौ भना बहा बहा ओरले मिलाइनु पर्ने हो के अब मिलाउने मान्छे नभएको पनि मैले खुवाउनु पर्छ है भयो ए ल बाबु भाइ भाइ म बाबु यो डिस हातमा ढोक्नु नि हातमा हातमा भने त्यही हो होला नि छिटो हुन्छ क्या जल्दी जाने मुई इसेन त्यहाँ यो धेरै भयो के किन पर्यो अझै छ भित्र एउटा ल्याउनु बडो चाहिँ आउँदैछु हेर तिमीलाई लिन आउँदैछु हेर तिमीलाई लिन मन मान्दैन किन हो किन मन मान्दैन किन तिमी बिना आउँदैछु हेर तिमीलाई लिन आउँदैछु हेर तिमीलाई लिन मन मान्दैन किन हो किन मन मान्दैन किन तिमी बिना
तिम्रो बाबालाई लाहुरे आउँदैछ भनिदेऊ तिम्रो बाबालाई लाहुरे आउँदैछ चुराधाको सिन्दुर पोते डोली सजाउँदैछ लैजाने हो तिमीलाई मागेर बाबाले नमाने जाने हो भागेर आउँदैछु हेर तिमीलाई लिन आउँदैछु हेर तिमीलाई लिन मन मान्दैन किन हो किन मन मान्दैन किन तिमी बिना
हजुर दुईटा देखाएर क्या आज मान्छे सब बिल्ड गर्नुपर्छ राष्ट्रमा हाल्ने बिल्ड फुट हाल्छ बुझ्नु पर्दैन होइन पर्ने होला नि पर्दैन जीवन खै आन्टी उतै 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 बर्बाद हुन्छ नि मलाई
नमो नमस्ते स्फटिक यज्ञ विभूषिताय गौरी सुताय गणनाथ नमो नमस्ते ओम रिद्धि सिद्धि सहिताय शुभलाभ सहिताय ओम गणानान्त्वा गणपति को अवामहे क्रियाणान्त्वा क्रियपति तुहि खनाई दिएर ल्याउनु गणानान्त्वा ओम भूर्भुवस्सु श्री गणेशाय नमः यद्रव्यं समर्पयामि नमस्करोमि गन्धाक्षत पुष्पाणि समर्पयामि तिनी पाँचवटै जलहरू पनि चढाइदिनु पादयो पाद्यजलं समर्पयामि हस्तयो अर्घ्यं समर्पयामि मुखे आचमनीयं जलं समर्पयामि पञ्चामृतं समर्पयामि शुद्धोदक स्नानं समर्पयामि यद्रव्यं त समर्पयामि तद्रव्य बाबुमन समर्पयामि नमः शिवाय नमः श्री गणेशाय नमः श्री सूर्यनारायणाय नमः गन्धाक्षत पुष्पाणि समर्पयामि नमस्करोमि नमस्कार पुष्पते चढाइदिनु यो त्यसमा पूजा गर्नुस् ओम दक्षिणे ऋषि यमेश्वराय नमः यजुर्वेदाय नमः आवायामि स्थापयामि पूजयामि यिनी सबै चढाइदिनु पादयो पाद्यजलं समर्पयामि हस्तयो अर्घ्यं समर्पयामि मुखे आचमनीयं जलं समर्पयामि पञ्चामृतं समर्पयामि सुतजायत श्रोत्राद्वा आयुष प्राण समुखाद विरजायत कृतभक्ति समायुक्तम् न बोली तिमीसँग न बोली दिन ढल्दैन मेरो तिमीलाई नहेरी न बोली तिमीसँग न बोली दिन ढल्दैन मेरो तिमीलाई नहेरी साँचो माया दिउला तनी हुन्छ माया ल्याउला तनी अब सँगै जिउने हो नि हामी एकअर्काको बानी छिट्टै पुरा गर्नुपर्छ हाम्रो यो सपनी हो न बोली तिमीसँग न बोली दिन ढल्दैन है मेरो तिमीलाई नहेरी बसिदेऊ छेउमा माया चाहिँदैन अरू एक्लै जिउनु भन्दा माया बरु सँगै मरु बसिदेऊ छेउमा माया चाहिँदैन अरू एक्लै जिउनु भन्दा माया बरु सँगै मरु
अर्को दिन के हो सोच्नु पर्छ अझै तिम्रो साथै प्यारो लाग्छ आजै लैजाऊ राजै मुना मदन छुट्नु पर्यो माया भए नि गाढा नुन पानीमै चित्त बुझाउँछु हुँदिन एकैपल्ट टाढा नबोली तिमीसँग नबोली दिनै ढल्दैन है मेरो तिमीलाई नहेरी बसिदेऊ छेउमा ए माया चाहिँदैन अरू एक्लै जिउनु भन्दा ए माया छोरीको कर्म कस्तो दैवले लेखेछ सम्झेर रुन्छ मन मेरो सम्झेर रुन्छ मन सम्झेर रुन्छ मन मेरो सम्झेर रुन्छ मन छोरीको कर्म कस्तो दैवले लेखेछ
यज्ञवल्क्यः भारद्वाज अथर्वण प्रजापतये ऋषि अनुष्टुप अब चढाइदिनु चाहिँ पुरुखेन अभिखा जानु न त्यो सिलानेर यो त्यस्तै शिलाको तल भई सुन्नुहोस् त तुलाएर समी विरय समी पर्वता समी सुबस ल नानीले त्यो बुढी औँठो दाहिने खुट्टाको बुढी औँठो त्यसमाथि राख्बा पुरी खबा माथि राखिदिनु ढोक्दिनुहोस् र उताबाट घुमेर आउँछ त्यो थाली अझै हुँदैन पूजा यति ठुलो गर मामा कहाँ जानु भएर चार भाग लगाउन नि त्यसलाई हजुरले तलबाट यसरी हात उहाँको लागि सपोर्ट दिनु होला हजुरले यसरी हो त्यसरी हात आफै निप्छ क्या बहिनी तल तल हो त्यही राख ओम अर्यमण देव कन्या अग्निमय क्षत मानवे अर्यमा देव फेरि अर्को भाग दिनुहोस् त्यहाँ ओम महम इयम नाम नायुरु पवृते लादन अन वपन्तिकाः आयुष्मान नमोस्तुते परिरेन्दता ज्ञातयो ममः स्वाहा इदम् अग्नये नमः फेरि अर्को भाग मम तुभ्यं च संवननं तदग्निरनुयतानियगु स्वाहा इदम् अग्नये नमः गरिदिनुहोस् न ल यसरी हेर्दा सुन्नुहोस् त्यहाँ दाहिनेपट्टि ओम भन्नुहोस् मम वर्ते के हृदयम दधामि यो मेरो व्रत अनुसार मैले मेरो हृदय दिएको छु भनेको है तब चित्तम तियस्तु तिम्रो चित्त र मेरो चित्त मनाः जुखस्य मेरो वचन र तिम्रो वचन चाहिँ एउटै हुनेछ आजबाट मलाई माया गर मेरो सिउँदो भर मलाई माया गर मेरो सिउँदो भर तिम्रै निम्ति जिउँछु तिम्रै निम्ति मर्छु हो तिम्रै निम्ति जिउँछु तिम्रै निम्ति मर्छु तिमीलाई माया गर्छु तिम्रो सिउँदो भर्छु मलाई माया गर मेरो सिउँदो भर
हो यो मेरो तिमी बिना मेरो संसारै अँधेरो तिमलाई माया गर्छु तिम्रो सिउँदो भर्छु तिम्रो खुसी मेरो तिम्रो आँसु मेरो तिमीलाई मात्र देख्छु दिलको सेरोफेर एउटै लेभलको पुग्यो एउटा बत्तीको हामी हजुर एउटा भाइटिकामा भेट्न आउला बिदाई छ आजलाई भाइटिकामा भेट्न आउला बिदाई छ आजलाई नरोई जाऊ चेली आशिष तिमीलाई पराई नै आफ्नो नै पराई नै आफ्नो नै पराई भाइटिकामा भेट्न आउला नरोई जाऊ माइतीको चोखो कोसेली होला सम्झना चेलीलाई माइतीको चोखो कोसेली होला सम्झना चेलीलाई कामना गर्छौँ सुख माएको पराई घर जानेलाई कामना गर्छौँ सुख माएको पराई घर जानेलाई भाइटिकामा भेट
भेट्न आउन नरोई जाऊ चेली सिसा काम गर्नु त सिसा काम दैवको लेखा कर्मको रेखा मेटेर मेटिँदैन दैवको लेखा कर्मको रेखा एकछिन यहाँ बत्ती वर्ग छ हजुर गर हाके तयार गराउनु
भन्नुपर्छ क्या हरियोमा आउँछ छोड्नु सफाजम लिएर यता आइसक्यो डक्टर निन्द्रा लाग्छ डबैले खै यो भित्र मासु निकाल्नु पर्छ मैले जान्दैन फुटबल त्यो पुछ्नु भयो त्यो अर्को चाउ ल्याउनु त ताना ल्याउँ न मासु जुनले नि काट्छ जस्तो हो त्यसले नि काट्छ मासु हात काट्छ है चट्टै हड्डी सड्डी घाँमु काटिसके तार्छ काटिन्छ हात जस्तोले काट्छ मासु पाए जुनले नि काट्छ कि मासु ओट्या भन्छ नि त ओट्या भन्छ त हो यही हो यति प्रजापति ऋषि तिष्ठुप सोमदेवता चतुर्थी कर्मण आजीवमे विनियोग शुभाय स्वाहा इदं तिष्ठुप छन्दासि अन्धदनं चतुर्थी प्रेष्ठो जलम कमण्डलो क्षेम शेषमञ्चता सुसु मन्दसा इन्द्रेशन तरतारमिन्द्र ममितारमिन्द्र हव्यवे सुगरवतातिन्द्र मित्राय स्वाहा इदं मित्राय नमः अग्निदेवभ्यो नमो नमः आदित्यं देव विश्वरूपं परिहारः छड्डियो ना कि तेरे बिन दिल नहीं लगना जिथे भी तू चलना है माही मैं तेरे पीछे पीछे चलना तू जी सकदी नहीं मैं जी सकदा नहीं
कोई दूसरी मैं शर्ता भी रखदा नहीं क्या तेरे बाजो मेरा सच्चियां मोहब्बत वे माही किते होर नहीं मिलना जिथे भी तू चले माही मैं तेरे पीछे पीछे चलना ओ माही वे ओ माही वे दिल विच तेरे यारा मैनू रहन दे आँखों से आँखों वाली गल कहन दे दिल विच तेरे यारा मैनू रहन दे आँखों से आँखों वाली गल कहन दे धड़कन दिल दी है तेनू पहचाने तू मेरा है मैं हूँ तेरी रब भी जाने तू रह सकदी नहीं मैं रह सकदा नहीं तेरे बिन यारा और किते तकदा नहीं क्या तेरे बाजो मेरा रंग तेरा चढ़े आए कि हुण कोई रंग नहीं हो चढ़ना जिथे भी तू चले माही मैं तेरे पीछे पीछे चलना माही मैनू छड्डियो ना कि तेरे बिन दिल नहीं लगना जिते भी तू चलना माही मैं तेरे पीछे पीछे चलना माही मैनू छड्डियो ना कि तेरे बिन दिल नहीं लगना जिते भी तू चलना माही मैं तेरे पीछे पीछे चलना माथिबाट आइसक्यो तल पौने 11:40 मा कहाँ गइस्यो नलकोट टेलरमा के छ म नाम हजुर घरमै होइसिन्छ अहिले सुभानो जन्मिन्दते हरि श्री सते लक्ष्मी चपत्य भाव रात्रि पार्श्व नक्षत्र उसो टुक्रा लिएर यहाँ छुँदै शिरमा लाँदै मन में तर्पेत वाचम में तर्पेत चक्षुर में तर्पेत श्रोत्र में तर्पेत पणन में तर्पेत वच में तर्पेत तर्पणम पितृ खादनमासी हरि ओम तत्सा तो यो दुईटै छोरा बस है हरि ओम तत्सा 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 विष्णु 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 अद्याह पूर्वत संकल्प सिद्धिरास्तु अद्याह ग्रह विशिष्टायाम अद्याह आत्रे दिव्य सामवेद अथर्ववेद पूजन पचन पात्र पूजन ब्रह्मा विष्णु महेश्वर पूजन ब्राह्मण द्वारा यथाशक्य होमन कर्मण गायत्री ओम पृथिवीं च जनयन्तु देव स्वाहा आयुखं
त्रायुखं जमदग्ने कश्यपस्य अस्तु त्रायुखं सो नमः ॐ त्रायुखं जमदग्ने कश्यपस्य अस्तु त्रायुखं जदेव त्रायुखं तन्नो अस्तु त्रायुखं सुदत्तः रजस वर्तमानो निवेशन मतमतं च इदं नमो भव्य श्रीमतीभ्य सौरय च नमो परमसुताभ्य इरावती धेनुमति भूय सतता तर्पेत वाचं मे तर्पेत चक्षुर् मे तर्पेत श्रोत्रं मे तर्पेत पुनः तर्पेत पूर्वोत्त संकल्प सिद्धिरस्तु आत्रे गोत्राय डोल सुखमय रहोस् कहिल्यै त्यो त अब भनेको त्यहाँचोटि भनेर दुइटै भाषा गरेको है त्यो ओम तमहरम दिव्यमा समन्दन लक्षणमा तम सवर्तन विनाशन तवर्तनम अर्घम गृहाणम भर्मणम सन्तोषतानम च करणाकरम विवेक्षणम प्रसन्नो भव सर्वदा इति यज्ञसवर्तनम ओम सन्तदेवी रवि सर्वन्तुनः हात गौठी निकाल घुमाउने यसरी कायेन वाचा मञ्चेन्द्रियद्वा बुद्धात्मना वा नते सहावात् करोमि यद्य सकलं परस्मै नारायणायति समर्पये तथा छोड्नु जग्गेमा अचम नजानामि आवाहनं नजानामि विसर्जनं न जानामि हेमस्व परमेश्वर सकला सन्तु मन्त्रार्थ सकला सन्तु पूर्ण सन्तु मनोरथ दीर्घायुरास्तु शान्तिरास्तु पुष्टिरास्तु च जगद्धिताय कृष्णाय गोविन्दायै नमो नमः नमो वरमण्डलाय कृष्णाय गोविन्दाय वरमण्डदेवाय गोवर्मणहिताय च जगद्धिताय कृष्णाय गोविन्दाय नमो नमः
फोटो के आउँछ एउटै भयो कि कप राखेर कति बजेट खाने भने कति गर्ने भनेको खाली बोले के हुनु परेन मासिक पेन्सन नहीं खास त्यो अवस्थामा 3 लाख रुपैयाँ तेरो पसल सर राख्नु होला तंकल भन्दा त काछे राजा कति सालको हुन्छ अहिले स्कुलमा मैले हेर्दाखेरि 12 वर्ष रेकर्डिङहरू हुन्छ हेयर स्टाइलिस्टहरू हुन्छ अहिलेको पोलिटिक्समा जस्तो आफ्नो हातको सिप काम भयो अनि यो बार्बर भनेको चाहिँ राम्रो सकिँदै त्यसमा अब जबसम्म मान्छे सधैँभरि हो नि त जेलमा बसेर मर्छसम्म जुनसुकै जेनेरेसनलाई काम लाग्ने कुरा लाग्यो है त्यस्तो फेसन कहिले जाँदैन गाडी आएको क्या लक्ष्मण बाबुले भान्जी बोलाइसक्यो
खै कसको भानिज बोलाइसकेको अरे अब भानिज गरेर गइसक्यो नि भानिज आएर जाने सस्तो हुन्छ कमै हुन्छ क्या अब पेन्सन आउनु लाग्छ नि ती मान्छे त भ्याकेन्सी पाएको मसराको मम्मी त्यो पारीबाट धनिया ल्याएको धनिया कान्छी आमा त जता गए बुझी आउने भयो के अरे है लास्टमा कसैले हेर्दैन है कस्तो ल्यायो अरे आमा कस्तो लाग्यो हेर्न पाउँछै पाउन अब चाहिँदैन केही मामु भन्छ पनि भन्दैन आफूलाई के लिन छ माग्न छ भने टेबल टु बाँड्दैछ अगाडि सिक्न नसिक्नु है ल खोज्नु पैसा खोज्नु अब क्या पैसा छ पैसा चामल सिक्नुभयो कि तपाईँले कहाँ पुगिसक्यो चलाइसक्यो कता अघि हजुर
राख्नुहुन्छ ल यसो पछाडि छ नि तपाईँ पैसामा हो कि पासीमा त सास पनि होकेर खेल्दा पनि त यहाँ खेल्न परेन भर्न पर्छ एक एक दुई दुई भन्नु हामीले अब नयाँ पुस्तालाई जिताउनु खोज्या हो सबभन्दा माइती जो नमान्छे भयो हजुर नमान्छे हामीले भोटिङ यता गऱ्यौँ बढी सानो सानो भान्जी पनि लायौँ कि हामी चाहिँ भान्जीपट्टि भयो कि अब यता जित नयाँ पुस्ताले जित्यो है